जोजोलपा नेपाल भाषा लर्निङ www.nepal-bhasha.blogspot.com यो हाम्रो ब्लग हो। यो हजुरले आफ्नो साथीहरुसँग शेयर गर्न सक्नुहुन्छ र हजुरको पसल छ भनेदेखि हजुरले यो प्रिन्ट आउट एउटा निकालेर हजुरले आफ्नो पसलमा तालेर राख्न सक्नुहुन्छ, जसले गर्दाखेरि नेपाल भाषा पछिसम्म बचाइराख्नको लागि मद्दत पुग्नेछ। यो हाम्रो ब्लग हो। यसमा चाहिँ नि हजुरले कन्टेन्टहरु पनि पाउन सक्नुहुन्छ र अब के फ्यु च्याप्टर्सहरुको चाहिँ कन्टेन्ट म फुल कन्टेन्ट नै राख्दिन्छु र यो कन्टेन्टलाई हजुरले प्रिन्ट आउट गरेर अथवा कपी गरेर पनि पढ्न सक्नुहुन्छ र हजुरले नोट बनाएर पढ्नु भयो भने अझ हजुरलाई सजिलो हुन्छ। यो नोटको साथसाथै हजुरले यो बोलीचालीमा पनि प्र्याक्टिस गर्नुभयो भने छिटै आउँछ। बोल्दाखेरि नेपाल भाषाको युज गर्नुभयो अथवा साथीहरुसँग बोल्दाखेरि नेपाल भाषा युज गर्न पोसिबल भएन भने आफूले मनमनै कुरा गर्दाखेरि नेपाल भाषा युज गर्नुभयो भनेदेखि छिटो हजुरलाई यो नेपाल भाषा प्र्याक्टिस गर्नको लागि सजिलो हुन्छ र छिटै हजुरलाई नेपाल भाषा आउँछ। र अब सुरु गरौँ। नम्बर 1, आज हामी यो ब्युटिफुल टपिक वर्ड अन्तर्गत हामीले अब सेन्टेन्सहरु बनाएर गर्दै छौं। नम्बर 1, ब्युटिफुल नेपालीमा भन्दाखेरि राम्री, नेपाल भाषामा बालाम। ब्युटिफुल भन्नाले अब धेरै थरी हुन्छ, प्रकृति पनि हुन सक्छ, धेरै थरी हुन सक्छ, तर स्पेशली हामीले यो ब्युटिफुल भन्नाले नारी सौन्दर्यको कुरा गर्दै छौं। नेक्स्ट नम्बर 2, हामीले कसैले जिस्काउँदा यसरी भन्छौं राम्री मैया, नेपाल भाषामा बालाम मेजु। नम्बर 3, तिमी कति राम्री, छ गुली बाला, छ गुली बाला। यो प्रोनाउन्सिएसन बाला होइन कि बाला, अब इङ्ग्लिसमा गर्दाखेरि यो बाला जस्तो देखिन्छ तर बाला हो। नेक्स्ट नम्बर, तिम्रो आँखा राम्रो, छङ्गु मिखा बाला, छङ्गु मिखा बाला। धेरै राम्री, तस्क बाला। नेक्स्ट नम्बर, तिम्रो नाक राम्रो, छङ्गु ने बाला, छङ्गु ने बाला। नेक्स्ट नम्बर, तिम्रो कपाल राम्रो, छङ्गु बाला, छङ्गु बाला। नेक्स्ट नम्बर, आज राम्रो दिन हो, थौ बालाउ दिख। नेक्स्ट नम्बर, तिमी साह्रै राम्री, छ तस्क बाला। नेक्स्ट नम्बर, तिम्रो शरीर राम्रो, छङ्गु म बाला। नेक्स्ट नम्बर, तिम्रो मन राम्रो, छङ्गु नुग बाला, छङ्गु नुग बाला। तिम्रो दाँत राम्रो, छङ्गु वा बाला। वा हामीले दाँतलाई पनि भन्छौं, तानलाई पनि वा भन्छौं, पानीलाई पनि पानी पर्यो भन्दा पनि वाला भन्छौं। वाको दाँत बाहेक अरु पनि मिनिङ लाग्छ। अनि आउ भन्नलाई पनि हामीले वा भन्छौं। नेक्स्ट नम्बर, राम्री मान्छे, बालाम मनु भन्नाले हामीले केटाकेटी दुवैलाई भन्न सक्छौं।
आजलाई यति। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला र केही अरू टपिकहरूमा भिडियो आओस् जस्तो लाग्छ भनेदेखि कमेन्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू। शुभ